त्यो सानोमा हो अब दुःख अब हामी त गरिब परिवारबाट होइन पढ्दै थिएँ म पढ्दाखेरि चाहिँ तपाईँको के भन्दाखेरि सानोमा तपाईँको कति 8-9 वर्षमा चाहिँ मैले सोचिसकेको थिएँ मैले त पहिल्यै कति कुराहरू बुझेको 8-9 वर्षमा मैले सोचिसकेको थिएँ किन अब पढ्यो भने किन अब पुलिस अफसर पढेन भने युट्युबर त्यो चाहिँ एउटा सपना हो तिमी भनेपछि जुन चाहिँ एउटा आफ्नो बाल्यकाल भनौँ है दुःखमै बितायो आमा बाबाहरू केमा गर्नुहुन्छ बाउ चाहिँ सानोमै छुट्यो बाबा चाहिँ आमा कमानमा काम जान्छ आमा कमानमा काम गर्नुहुन्थ्यो है भनेपछि आमाले नै तिमीलाई स्याहार सुसार गर्नुभएको भनौँ है हजुर कति चाहिँ हामी जम्मा तपाईँको आमाले 2टा बिहा गरेको जेठापट्टिको चाहिँ 4जना भयो र कान्छापट्टिको चाहिँ म र भाइ हो म र भाइलाई चाहिँ अब सानोमा तपाईँको 13 वर्ष हुँदाखेरि चाहिँ अब छुट्टेको भनौँ न म त्यति बेला 3 वर्षहरूको थिएँ भनेपछि तिमीले त धेरै अब स्ट्रगलहरू देखेको रहेछ है अब त्यो पिरियडमा छुट्ट्यौ होइन आमा छुट्टिएको छ आमाले अर्को पनि बिहे गर्नुभएको रहेछ है तिमीलाई अर्को जो डेडी नै भनौँ नि होइन तिमीलाई राम्रै बिहेभियर गर्नुहुन्थ्यो कि अब त्यो मेरो नानी होइन भन्ने टाइपको त्यस्तो केही थियो र अब नानी त अब आफ्नै जस्तै हो आफ्नै त हो नानी त जस्ट उसको चाहिँ बेहोरा एउटा थियो बेहोरा चाहिँ बाबाको चाहिँ के थियो नराम्रो भन्दाखेरि चाहिँ ड्रिङ्क एल्कोहलमा चाहिँ यति साह्रो डल्लो त एडिक्ट थियो कि त अब सबै कुराहरू अब क्या एल्कोहल खायो आयो 12-1 बजीतिर आमालाई कुट्यो त्यस्तै लाइफ अब है धेरै स्ट्रगल भने त मैले है तपाईँले हाँसेको देख्छ क्या तर आज भाइको दुःख भाइको स्ट्रगल कसलाई थाहा छैन क्या यो कुरा फर्स्ट टाइम भाइले पोडकास्टमा पनि सेयर गर्दैछ यो पर्सनल कुरा हो तर पनि तर आज उही आमा उही बाबा है सायद आज तिमीलाई छोडेर जाने बाबा हुनुहुन्छ उहाँले तिम्रो भिडियो हेर्नुहुन्छ होला नि त आज त उहाँले तिम्रो मुखको अगाडि नभने पनि गर्वसाथ त फिल गर्छ होला मेरो छोराले आज केही गर्दैछ भनेर त्यो चाहिँ तिमीले देखायो क्या इच एन्ड एभ्री छोराछोरीले चाहिँ त्यो हुनुपर्छ बाबा आमाले छोड्यो भन्दैमा चाहिँ आफू बिग्रेर होइन क्या गरेर देखाउनुपर्छ भोलि पर्सि उसलाई फिल होस् कि होइन मेरो छोराले के गर्यो भनेर क्या अन्त भाइले एकदमै राम्रो काम गरेको छ है भने त हामी त अब अलिकति सुखमै रहेछ क्या बुझ्दा हामी त्यो स्ट्रगल पिरियड सायद तपाईँहरूले पनि गरेन होला कसरी दुःख त त्यही हो नि